अचानक नेपाल सरकारले भारतमा रहेका नेपालीहरूका लागि जारी गरियो यस्तो सन्देश। पाकिस्तानले सैन्य पूर्वाधारलाई निशाना बनाउँदै यस्तो गरेपछि भारतमा खैला पहिला। नमस्कार, स्वागत छ रियल पिक्चरको अर्को एउटा महत्त्वपूर्ण रिपोर्टमा। यो रिपोर्ट सक्दो शेयर गरी आम दर्शक माझ पुर्याइदिनु होला। सुरुमा भने कुराकानी गरौँ। पाकिस्तानी सेनाले 300-400 ड्रोन मार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार अपराह्न प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो। पाकिस्तानी सेनाले बिहिबार राति सैन्य पूर्वाधारलाई निशाना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जानकारी गराएका छन्। कर्णेल सोफियाले भनिन्, लेहदेखि सरक्रिससम्मका 36 स्थानमा 300 देखि 400 ड्रोन हमलाको प्रयास भएको थियो। भारतीय सुरक्षा बलले काइनेटिक र गैर काइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनलाई खसाल्न सफल भयो। ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी सङ्कलन गर्न खोजेको भारतको आरोप छ। भारतीय सेनाका अनुसार ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको जानकारी गराएको छ। प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको भारतको आशंका रहेको छ। पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ। यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन्। भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ उनले भनिन्। यद्यपि कर्णेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिएनन्। तर पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आफिसले भारतको उक्त दाबीलाई अस्वीकार गरेका छन्। भारतको दाबी अस्वीकार गर्दै आसिफले भने, हामीले अहिलेसम्म केही पनि गरेका छैनौँ। जब पाकिस्तानले आक्रमण गर्छ सबैले थाहा पाउनेछ। त्यस्तै भारत पाकिस्तान तनाव बढिरहेका बेला नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। भारत पाकिस्तान तनाव बढिरहेका बेला नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो। दूतावासले शुक्रबार यस सम्बन्धी सूचना जारी गरेको छ। भारतको जम्मू काश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनहरूको पालन गर्न नेपाली दूतावास नयाँ दिल्ली अनुरोध गर्दछ। दूतावासको सूचनामा भनिएको छ, दूतावासले कुनै पनि आपतकालीन अवस्था आए दूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि हटलाइन नम्बरहरू पनि सार्वजनिक गरेको छ। र यसरी सुरक्षा सम्बन्धी निर्देशन पालन गर्न भारतमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ। र भारतमा जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ, कृपया सुरक्षित रहनुहोला। हाम्रो रिपोर्ट कस्तो लाग्यो मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्नुहोला। अन्य अपडेटका लागि रियल पिक्चर हेर्दै रहनुहोला। तपाईँको दिन सुख रहोस्, स्वस्थ व्यस्त अनि सुरक्षित रहनुहोला। नमस्कार।